मेरो प्यारो छोरा र छोरी, सधैँ परिवर्तनको चाहना गर। यदि तिमीहरू मेरो नजिकको सङ्गतमा बस्छौ भने तिमीहरूले निरन्तर परिवर्तन अनुभव गर्नेछौ। र तिमीहरू, जो मलाई भेटेर पहिले नै नयाँ भइसकेका छौ, पुरानो तरिकाले आफ्नो जीवन बिताउने प्रयास नगर। यदि तिमीहरू सिक्ने इच्छा लिएर म कहाँ आयौ भने तिमीहरूले पक्कै पनि मसँगको तिम्रो यात्रा तिम्रो मनको नवीकरण मार्फत परिवर्तनको यात्रा हो भनेर महसुस गर्नेछौ। र यदि तिमीहरूले आफ्ना विचारहरू केवल ममा केन्द्रित गर्यौ भने तिनीहरूले पक्कै पनि महसुस गर्नेछौ कि म तिमीहरूमा मात्र चासो राख्छु। म अहिले तिमीहरूलाई पूर्ण रूपमा बुझ्छु र म तिमीहरूलाई अनन्त प्रेमले अँगालो हाल्छु। र जान कि म तिमीहरूलाई शान्ति, भविष्य र आशा ल्याउन आएको हुँ। विपत्ति होइन। जसरी मैले तिमीहरूलाई यर्मिया अध्याय 29 पद 11 मा प्रतिज्ञा गरेको थिएँ। र तिमीहरू मसँग घनिष्ठ हुने यो साहसिक कार्यमा पूर्ण हृदयले हाम फाल। र तिमीहरू आफ्नो जुवा मसँगै बोक। र तिमीहरूको बोझ सजिलो र हलुका हुनेछ।